दोलखामा नै पहिलो पटक विदेशी फल मक्समेलन र हनीमेलनको उत्पादन सुरु गरिएको छ। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 4 का रमेश चौलागाईको दम्पतिले यसको व्यावसायिक खेती सुरु गर्नु भएको हो। नेपालको महँगो होटलमा यसको माग बढी देखेपछि यो खेतीतर्फ आकर्षित भएको व्यवसायी चौलागाईको भनाइ छ। मक्समेलन त 2000 बोर्ड छ। 2000 बोर्ड यो लगभग मैले 8000 देखि 10000 किलो उत्पादन हुन्छ होला भनेर एनालाइसिस गरेको छु। अब हेरौँ मार्केट गएपछि थाहा हुन्छ कति केजी उत्पादन हुन्छ भनेर। परीक्षणको लागि लगाइएको करिब 200 बोटबाट राम्रो उत्पादन भएको र स्वाद पनि राम्रो भएकाले माग बढेको उहाँको भनाइ छ। उत्पादित फल दोलखाका विभिन्न बजारमा पठाउने काम भएको र सँगै काठमाडौँको लागि पठाउने तयारी भइरहेको जनाइएको छ। अहिले त अब स्थानीय बजारलाई सुहाउने किसिमको मैले चाहिँ अहिले चाहिँ यो स्याउसँग कम्पेरिजन गरेर मूल्य निर्धारण गरेको छु। लगत्तै बजारले माग गर्दाखेरि चाहिँ अलिकति माथि जान्छ होला, रेट तल झर्ने अवस्थाको चाहिँ होइन। काठमाडौँका 5 तारे होटलहरूमा करिब 1500 रुपियाँसम्म बिक्री हुने गरेकाले यसको माग बढ्नेमा आशावादी रहेको यशोदा चौलागाईले बताउनु भयो। पहिला त उत्पादन हुनु पर्यो, होइन हुन्छ कि हुँदैन भनेर गर्न छोड्यो भने त फेरि त्यो पछि परिन्छ। पहिला हुनु पर्यो, भएपछि अनि बजार खोज्ने हो कि त्यसको लागि मलाई जहाँसम्म लाग्छ हुन्छ यो व्यापार किन नहुनु। अंग्रेजी नाम मक्समेलन र हनीमेलन भए पनि नेपाली नाम रोहन र रमिला रहेको छ। काँक्रो जस्तो बिहा हुने यस फलभित्र गुलियो हुने र तलता प्रदान गर्ने खालको रहेको ग्राहकहरूको भनाइ छ। व्यावसायिक रूपमा तरकारी र फलफूल खेती गर्दै आउनुभएका चौलागाईले अपेक्षा अनुसारको अनुदान र सहयोग पनि नपाएको गुनासो गर्नुभएको छ। मन्दिरा थापा, नेपाल टेलिभिजन, बागमती प्रदेश, दोलखा।